क्रिसमस चाहिँ वास्तवमा सबै कुरा संसारमा देखिने धर्म कर्महरू भन्दा क्रिसमस चाहिँ एउटा मुख्य कुरो के हो? जीवित परमेश्वरको बारेमा हो। हालेलुया। अनि क्रिसमसमा चाहिँ आज क्रिसमस चाहिँ के चाहिँ होइन, क्रिसमस चाहिँ एउटा परम्परा धार्मिक नियम होइन, एउटा छुट्टी होलिडे। क्रिसमस इज अ होलिडे भन्छ है यहाँ अमेरिकामा। क्रिसमस चाहिँ होलिडे होइन, छुट्टी मनाएको होइन। आज त्यो कुरो चाहिँ हामीले विचार गर्नुपर्छ। यो चाहिँ क्रिसमस इज नट द ट्रेडिसनल होलिडे। क्रिसमस चाहिँ हामीले परम्परा रूपमा, अघि मैले तपाईँलाई भने, परम्परा रूपमा मनाएको कुनै पनि विधिहरू, कुनै पनि नियमहरू होइन। तर हामी के थाहा पाउँछन्? अर्को कुरो, क्रिसमस इज नट अबाउट द सेन्टा क्लज है। क्रिसमस चाहिँ सेन्टा क्लजको बारेमा पनि होइन, अनि क्रिसमस चाहिँ क्रिसमस ट्रीको बारेमा पनि होइन। यसको रहस्य म तपाईँहरूलाई केही पछाडि म बताउनेछु। क्रिसमस चाहिँ यो क्रिसमस ट्रीको बारेमा पनि होइन, तर क्रिसमस चाहिँ हामी यो हेतुले सेलिब्रेट गर्छौँ कि सत्य परमेश्वर जसको चाहिँ हामीले वर्षौंदेखि हामीले प्रतीक्षा गरिरहेका थियौँ, वर्षौं यो साल बित्यो, त्यो साल अब पो हो कि अबको हो कि अब पो हुन्छ कि अब पो सत्यलाई हामी भेट्छौँ कि भनेर अगमवक्ताहरू, राजाहरू, पुर्खाहरू, हरेक जातिहरूले पर्खिरहेको बेलामा सत्य परमेश्वर आउनु भएको दिन हो। हालेलुया। कस्तो मिठो, म यो हेरिरहेको थिएँ। अनि यो चाहिँ क्रिसमस इज नट अबाउट द क्रिएसन, बट क्रिसमस इज अल अबाउट द लिभिङ क्रिएटर है। क्रिसमस चाहिँ बनिएको थोकहरूको बारेमा होइन, तर क्रिसमस चाहिँ जीवित परमेश्वर जो चाहिँ सृष्टिकर्ता हुनुहुन्छ। हालेलुया। म बाइबलमा पढिरहेको थिएँ, जो पास्टर विनयले पनि केही बाइबलको खण्डहरू प्रयोग गर्दै हुनुहुन्थ्यो, मलाई मिठो लागेको। आज हामी तपाईँ र म अहिले हामी क्रिसमस क्यारलमा हामी भेला भएको छौँ। यो चाहिँ हामीले याद गर्नुपर्छ कि हामी चाहिँ कुनै पनि देखिने आकृति कुराहरूलाई पुज्नका लागि हामी यहाँ छैनौँ। कसैले बनाएको कुराहरूमा पुज्न हामी यहाँ छैनौँ, आराधना गर्न छैनौँ, तर हामी सत्य परमेश्वरलाई महिमा दिन भेला भएका छौँ। आमेन। अर्को कुरो म तपाईँलाई बताउन चाहन्छु, क्रिसमस चाहिँ के हो भन्दा नि आज संसारले चाहिँ परमेश्वरलाई चाहिँ हेर्ने दृष्टिकोण चाहिँ कन्सेप्ट चाहिँ गलत थियो, तर परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ है भनेर मानिसलाई देखाउनका लागि भन्यो। हालेलुया। परमेश्वर चाहिँ यस्तो देखिनुहुन्छ कि यीशु ख्रीष्ट चाहिँ यस्तो हुनुहुन्छ कि स्वर्गीयको परमेश्वरले तिमीहरूलाई त्याग्नु भएको छैन, छोड्नु भएको छैन, उहाँ चाहिँ सत्य परमेश्वर हुनुहुन्छ है भनेर मान्छेले तपाईँलाई म अहिले केही समय पछाडि म केही कुराहरू बताउन चाहन्छु परमेश्वरको बारेमा। यहाँनिर हामी के थाहा पाउँछौँ भन्दाखेरि योनाले मलाई सुसमाचार योनाले प्रस्तुत गरेको कुरा, कसैले नभनेको कुरा। तपाईँले मत्ती, मर्कुस र लुकामा पाउनुभयो भने यीशु चाहिँ बालक अवस्था झट्टै 20 मा यीशुको जन्म भएको देखाउँछ, तर योनाले मात्र जो चाहिँ यीशुको छातीमा बस्ने चेला, छातीमा ढकिरहने चेलाले चाहिँ यीशु ख्रीष्ट चाहिँ अहिले अचानक आउनु भएको होइन, उहाँ चाहिँ संसारमा मानिसहरू हुनुभन्दा अघि पनि हुनुहुन्थ्यो। हालेलुया। उहाँ चाहिँ आदिमा यादेखि सुरुवातमा पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो। अनि मलाई मिठो लागेको कुरा, योनाले चाहिँ गड इज द गडको एक्जिस्टेन्ट, परमेश्वर त्यहाँ हुनुहुन्थ्यो भन्ने कुरा र परमेश्वरले आत्मिक रूपमा मानिस जातिको लागि बलिदान भइसक्नु भएको कुरा हिजो पनि हामीले रेभुलेसन प्रकाशित वाक्य 13:8 मा पढ्यौँ है। जो चाहिँ हाम्रो थुमा, जो चाहिँ सृष्टिको अघि नै आत्मिक रूपमा मानिसको लागि बलिदान भइसक्नु भयो। तर हामी जसै क्रिसमस सेलिब्रेसनमा, क्रिसमसमा हामी आउँदै गर्दा चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ मानिसको रूप लिएर यो संसारमा आउनुभयो। हालेलुया। अनि क्रिसमस भन्दै गर्दा क्रिसमस चाहिँ एउटा प्याकेज है। कस्तो भन्दाखेरि क्रिसमस भन्ने बित्तिकै हामी यीशुको जन्मलाई मात्र हेर्दैनौँ, तर यीशु ख्रीष्ट चाहिँ मानिस बनेर यस संसारमा आउनुभयो। उहाँ तपाईँ र मेरो लागि बलिदान हुनुभयो, अनि तपाईँ र मेरो खातिर उहाँ बौरी उठ्नुभयो र उहाँ स्वर्गीय जानुभएको छ। एक दिन तपाईँ र मलाई लिन आउनुहुनेछ। हालेलुया। यसै कारण तपाईँ र म चाहिँ उत्साहित हुनुपर्दछ, तपाईँ र म चाहिँ भित्र हृदयबाट आनन्दित हुनुपर्दछ। मान्छेले यो क्रिसमसमा विभिन्न कुरोहरूलाई उत्साह दिने गर्दछ। मैले जस्तै एउटा देशमा क्रिसमस मनाएको हेरिरहेको थिएँ है।
उनीहरूले यति ठुलो यीशुको मूर्तिहरू बनाएर पुरा सकि नसकिने डोराएर त्यो ठुल्ठुलो गाडीहरूमा चढाएर चाहिँ लगिरहेको पुरा ठुलो ठुलो मूर्तिहरूलाई, तर मैले कहीँ पनि देखिनँ कि प्रभु यीशु ख्रीष्ट जिउँदो हुनुहुन्छ भनेर उनीहरूको मुखले बयान गरेको कुरा देखिनँ। तर उनीहरूले बनिएको थोकहरूलाई, आकृतिहरूलाई पूजा गर्यो। आज प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ र मेरो लागि यो संसारमा आउनुभयो कि उहाँले त्यो लुकेर रहेको सत्यतालाई प्रकट गर्न आउनुभयो। हालेलुया। मलाई मिठो लाग्छ। अनि परमेश्वर को हुनुहुन्छ भनेर चिनाउन पनि प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभएको छ। जस्तै हामीले याद गर्यौँ भने जब हामीले सुरुमा हामीले बाइबलमा हेर्यौँ भने परमेश्वरले आदम र हावालाई उहाँले सृष्टि गर्नुभयो, परमेश्वरले बनाउनु भयो, मानिस जातिलाई बनाउँदै गर्दा उहाँले अदनको त्यो सुन्दर बगैँचामा मानिसलाई छोडिदिनु भयो अनि मानिससँग परमेश्वर संगति गर्न लाग्नुभयो। तर जसै मानिसले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर परमेश्वरले नगर्नु भनेको कुरा मानिस जातिले गरि पठायो अनि मान्छेले पाप गर्यो। बाइबलले के भन्दछ? जसै मानिसले पाप गरिसक्ने बित्तिकै सबैभन्दा छिटो आएको चाहिँ के हो? आत्मिक मृत्यु है, स्पिरिचुअल सेपरेसन। परमेश्वरदेखि यति टाढा। म यो हामीलाई सजिलो लाग्छ आदम र हावाले पाप गरेर छुट्यो भन्छ। हेर्नुहोस् त, आदम र हावाले नि पाप गर्ने बित्तिकै उनीहरूले परमेश्वरलाई पनि देख्न छोडे। हालेलुया। यानी कि उनीहरूको शरीरको आँखा खोलेर उनीहरूले बाहिर रहेको सबै आकृति कुरोहरू सबै कुरोहरू देखे, तर उनीहरूको परमेश्वरलाई हेर्ने दृष्टिकोण चाहिँ के भयो? बन्द भयो। जस्तै अरू बेला परमेश्वर अदनको बगैँचामा आउँदै गर्दा आदम र हावाले परमेश्वरसँग संगति गर्थ्यो, तर यो दिन जस्तै आदम र हावाले पाप गर्यो हामीले उत्पत्ति 3 अध्यायमा पाउँछौँ परमेश्वर खोज्दै आउनु हुँदा उनीहरू लुक्ने अवस्थामा पुग्यो। यानी कि उनीहरूले आफ्नो परमेश्वरलाई देख्न छोडी पठाए। अनि यस्तो डरलाग्दो त्यो सेपरेसन है, त्यो डरलाग्दो अवस्था मानिस जातिको भएको थियो। अनि जसै मानिस बाइबलले के भन्दछ? हामी जब पहिलो थिस्सलुनी 5:23 मा 1 थिस्सलुनी 5:23 मा तपाईँले पढ्नुभयो भने के पाउनुहुन्छ? परमेश्वरले मानिसलाई चाहिँ आत्माद्वारा, मानिस चाहिँ आत्मिक प्राणी हो, शारीरिक प्राणी होइन। मानिस चाहिँ आत्माले रियलमा हो भने मान्छे आत्माले जिउँछ अनि परमेश्वर पनि आत्मा हुनुहुन्छ। तर बाइबलले के भन्दछ? जसै मानिसको आत्मिक मृत्यु भयो मानिसहरू परमेश्वरदेखि टाढा भयो अनि जसै उनीहरूको आत्मिकी आँखा बन्द भयो मानिसले आफ्नो आफ्नो परमेश्वर बनाउन थाले। हालेलुया। जसै आत्मिकी मृत्यु आयो परमेश्वरलाई उनीहरूले देख्न छोडे। परमेश्वरलाई देख्न छोडे पछाडि सबैले आफ्नो आफ्नो परमेश्वर बनाउन थाले। तपाईँले याद गर्नुभएको छ उत्पत्ति 11 अध्यायमा बाबेलको धरारा बनाएर परमेश्वरलाई उनीहरूले छुन खोजे आफ्नो आफ्नो तरिकाले। आज कसैले धन सम्पत्तिलाई आफ्नो परमेश्वर बनाएको छ, कसैले सुन्दरतालाई, कसैले आफूले बनाएको आफैले मजाले रातभरि मिहिनेत गरेर मजाले मूर्ति बनाएर भोलि उसको भित्र सबैभन्दा कसैलाई पस्नु नदिने रुममा त्यो राखेर उसले आफैले बनाएको कुरालाई अनि मान्छेलाई नि जता मन लाग्यो आफ्नै इच्छाको आफ्नो आफ्नो परमेश्वर बनाउन थाल्यो। कसरी भयो? परमेश्वरदेखि, सृष्टिकर्तादेखि टाढो भएको कारणले गर्दा, त्यो दूरी सेपरेसन आएको कारणले गर्दा मानिसहरूले आफ्नो आफ्नो, त्यति मात्र होइन परमेश्वरले चुन्नु भएको प्रजाहरू इजरायली र हारून मिलेर के गरेका छन्? सुनको बाछा, सबैभन्दा महँगो परमेश्वर उनीहरूले आफैले बनाएर पुज्न लागे। यो चाहिँ कस्तो भयो? जसै परमेश्वरलाई देख्न छोड्यो यो सबै कुराहरू मानिसको जीवनमा आयो। तर बाइबलले के भन्दछ भन्दा नि आज मानिसले अनि आफ्नो आफ्नो बनाएपछि के भयो? लडाई झगडा भयो। उसको परमेश्वर भन्दा मेरो परमेश्वर ठुलो, मैले बनाएको मेरो चाहिँ महँगो परमेश्वर, तिमीहरूको अलिक कम्ती महँगो परमेश्वर। अनि कतिले आमा बाबुलाई परमेश्वर बनाए, ईश्वरै छैन भनेर संसारमा लडाई झगडा हुन थाल्यो। अनि परमेश्वरले अब त मानिसहरूको त्यो गलत धारणालाई पर्दाफास गर्नुको लागि, त्यो पर्दालाई, परमेश्वरलाई हेर्ने सत्यताको त्यो पर्दालाई मेटाउनको लागि प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो। हालेलुया। मलाई मिठो लाग्छ जसै प्रभु यीशु ख्रीष्ट, जब हामी योहन्ना 18:37 मा तपाईँले पढ्नुभयो भने के पाउनुहुन्छ भन्दाखेरि प्रभु यीशु ख्रीष्ट कल्भरी क्रुसमा जान अघि पिलातुसले प्रभु यीशुलाई सोध्छ, के तिमी साँच्चै राजा हो? अनि प्रभु यीशुले धेरै समय उहाँ मौन बसेर उहाँले अन्तिममा के भन्नुहुन्छ? तपाईँ नै भन्दै हुनुहुन्छ, तपाईँले नै म
राजा भनी भन्दै हुनुहुन्छ म यसैको लागि सत्यता देखाउनका लागि जन्मिएको हुँ। हालेलुया। म अघि एउटा नेपाली मैले खोजिरहेको थिएँ नेपाली सरल बाइबलमा, अनि मलाई खुसी लाग्यो है, मेरो बेङ्गलोर प्रिन्ट भएको कारणले अलिकति डिफ्रेन्स छ, त्यसको ट्रान्सलेसन अलिकति डिफ्रेन्ट छ। तर मैले यहाँ नेपाली सरल बाइबलमा हेर्दै गर्दा यहाँनिर प्रभु यीशुले पिलातुस राजालाई यसरी जवाब दिनुभएको कुरालाई मैले पाएँ। यूहन्ना 18:38 मा सत्य के हो त पिलातुसले सोधे। यी कुराहरू सोधिसके पछाडि पिलातुसले 37 मा यसो भन्दछ पिलातुसलाई पिलातुसले सोध्दै गर्दा त्यसो भए तिमी राजा नै हौ त? यीशुले जवाब दिनुभयो म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ। म सत्य प्रकट गर्न जन्मिएको हुँ र यसैको लागि नै यस संसारमा आएको हुँ। सत्य मन पराउनेहरू सबैले मेरो कुरा सुन्छन्। हालेलुया। प्रभु यीशु आउनुको प्रभु यीशुले मानिस जातिमा त्यो छुपेको सत्यता चाहिँ के थियो त? मान्छेले आफ्नो आफ्नो इच्छाले परमेश्वर बनाएका थिए। जसै प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो हरेक मानिसले सत्य परमेश्वरलाई भेटाए। हालेलुया। अब यहाँदेखि उता अरू कुनै सत्य परमेश्वर आउनु परेन, कसै कुनै बलिदान हुनु परेन। किन बाइबलले के भन्दछ भन्दाखेरि प्रभु यीशु ख्रीष्टले पूर्णतामा परमेश्वर पूर्ण भएर मानिसको शरीर लिएर, हामी कलसी 2:9 मा पढ्यौँ भन्छ फुलनेस अफ गड इन बडी भन्छ है, परमेश्वरको पूर्णता तर मानिसको शरीरमा भएर प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो। अनि मलाई खुसी लाग्छ है, हाम्रो प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ र मेरो लागि यो संसारमा आउनु भएको छ। हामी ताली बजाएर हाम्रो प्रभु यीशुलाई धन्यवाद दिनेछौँ। हामीलाई परमेश्वरले आत्मिक मानिस बनाएको कारणले गर्दा हामी परमेश्वरदेखि टाढा हुन सक्दैन। मलाई एउटा उदाहरण साह्रो मनपर्छ है, कसरी चाहिँ हामी एउटा माछालाई हेऱ्यो भने हामी धेरै माछाको उदाहरण दिन्छौँ। तपाईँले माछालाई पानीमा समुद्रमा देख्नुहुन्छ, घरमा पनि पानीमै ल्याएर राख्नुहुन्छ, उसलाई बचाउनु पर्यो भने। किन भन्दाखेरि त्यो प्राणी चाहिँ माछा चाहिँ पानीमै बस्नुको लागि बनाएको। तपाईँले यसो हेरेर माया लागेर यसलाई कति जाडो भएछ भनेर कोट लगाइदिनु भयो भने त्यो माछा के हुन्छ? मर्छ। तपाईँले जति नै माया गरे तापनि, तपाईँले राम्रो राम्रो कुरो उसलाई लगाइदिए तापनि त्योलाई पानीमा राखेन भने माछा मर्छ। त्यस्तै नि तपाईँ र मलाई पनि जति धर्म कर्मले चिटिक्क बाहिर हाम्रो शक्ति बलले हामीलाई जति सिँगारे पनि हामी परमेश्वर बिना मर्छौँ।